दर्शकबिन नमस्कार। बोल्दैछु म पद्मराज सदा चाहिँ आज पनि यहाँहरूमाझ अर्को सन्देशमूलक कथा लिएर आएको छु। आशा छ यो कथाले यहाँहरूको जीवनमा सकारात्मक ऊर्जा थप्नका लागि मद्दत गर्नेछ। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने यस्तै खालका सन्देशमूलक कथाहरू हेर्नका लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला। आउनुहोस् दर्शकबिन आजको कथा विषयवस्तुतर्फ लागौँ। पुरानो पुस्तकालयको एउटा अँध्यारो कुनामा धुलोले ढाकिएको एउटा पुरानो डायरी थियो। राजेश एक उत्साहित र अनुसन्धानत्मक पुराना किताबहरू पल्टाइरहेको बेला त्यो डायरी भुइँमा खसिएको देख्यो। उसले त्यो डायरीलाई उठाएर धुलो पुछ्यो अनि पृष्ठमा लेखिएको थियो, यो डायरी जसले भेट्छ उसले मेरा अधुरा कथा पुरा गर्नेछ। त्यसले राजेशको मनमा अनौठो कौतूहलता जाग्यो। डायरीका पानाहरू पहेँला भएका थिए, केही अक्षरहरू धमिला भइसकेका थिए। जब उसले पढ्न थाल्यो, एउटा युवतीको नाम बारम्बार दोहोरिएको देखियो, जुन नाम हो अञ्जली। डायरीमा लेखिएको थियो, रमेश, म तिमीलाई सधैँ प्रतीक्षा गरिरहनेछु। यदि कहिले यो डायरी कसैले भेटेछ भने उसले तिमीलाई खोजिदियोस्। म तिमीलाई हरेक साँझ मन्दिरमा गङ्गाजल अर्घ दिँदै सम्झिरहेकी छु। त्यसपछिका डायरीका पानाहरू हराएका थिए, केही अक्षरहरू च्यातिएका थिए। के रमेश फर्किए त? के अञ्जलीको अधुरै प्रेम पुरा भयो त? के अञ्जलीको प्रेम अधुरै रह्यो त? राजेशले पुस्तकालयका एक वृद्ध पालकलाई सोध्यो, यो डायरी यहाँ कसरी आइपुग्यो? वृद्धले गम्भीर मुद्रामा जवाब दिए, यो डायरी त वर्षौँदेखि यहीँ छ। एउटा युवतीले छोडेर गएकी हुन्, तर यो युवती को थिइन् कसैलाई थाहा छैन। राजेशलाई डायरीको रहस्य पत्ता लगाउने तीव्र इच्छा भयो। उसले नगरका पुराना अभिलेखहरू खोतल्न थाल्यो। थुप्रै दिनको अनुसन्धानपछि उसले एउटा अनाथ आश्रमको रेकर्डमा रमेशको नाम फेला पार्यो। के यही रमेश अञ्जलीको प्रेम हुन सक्छ? राजेश अब रमेशलाई भेट्न चाहन्थ्यो। राजेश अनाथ आश्रम पुग्यो। त्यहाँ एउटा वृद्ध शून्यतामा टोलाइरहेका थिए, उनै नै रमेश थिए। जब राजेशले डायरी देखायो, रमेशको आँखाबाट आँसु झर्यो। डायरीका अक्षरहरूमा उनले आफ्नो विगत भेटे। यो अञ्जलीको लेखाइ हो। रमेशको स्वर काँप्यो। राजेश स्तब्ध भए रमेशलाई हेरिरहे। मैले अञ्जलीलाई छोडेको थिइनँ, मेरो सम्झना नै हराएको थियो। रमेशले सुनाए, एक दिन उनी दुर्घटनामा परे। उनलाई अञ्जलीको कुनै याद थिएन। उनी अस्पतालबाट बाहिरिएपछि अनाथ आश्रममा आएर बस्न थाले। रमेशलाई अब अञ्जली भेट्न मन लाग्यो। तर जब उनी अञ्जलीको पुरानो गाउँ पुगे, त्यहाँ सबै बदलिएको थियो। कसैले सुनायो, अञ्जलीले त जिन्दगीभर रमेशको प्रतीक्षा गरिन्, तर केही वर्ष अघि उनी यो संसारबाट बिदा भइन्। रमेश स्तब्ध भए, आँसु रोक्न सकेनन्। राजेशले डायरी खोलेर अन्तिम पृष्ठमा रमेशले काँपिरहेको शब्दहरू पढ्यो। अञ्जली, म फर्किन ढिलो भएछ, तर म तिमीलाई कहिल्यै बिर्सेको थिएन। आज यो डायरी तिमीलाई समर्पित गर्दैछु। रमेशले अञ्जलीको स्मृतिमा मन्दिरमा दीप प्रज्वलन गरे। एक अधुरो प्रेम कथा समयको गर्भमा हराएको थियो, तर डायरीले त्यो प्रेम फेरि जीवित बनाइदियो। कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। धन्यवाद।